ल आजको कथामा हामी एउटा परिवारभित्र चलिरहेको शक्ति सङ्घर्षको गहिराईमा पुग्नेछौँ। यो कथा हो एउटी नयाँ दुलही आशाको, जसको सपना र सासू कमलाको वर्षौंदेखिको सत्ताबीच एउटा नदेखिने तर निकै ठूलो युद्ध सुरु हुन्छ। यो केवल एउटा झगडाको कथा होइन, यो आशाको आफ्नो सम्मान र पहिचान खोज्ने एउटा भावनात्मक यात्रा हो। बाहिर हेर्दा त कमलाको अनुहारमा न्यानो मुस्कान थियो, आशाको स्वागत थियो, तर भित्रभित्रै उनको मनमा अर्कै कुरा चलिरहेको थियो। यो केटी यहाँ कति दिन टिक्छे, हेरौँ न। हो, यही सोचाइबाट त्यो घरभित्रको लुकेको तनावको पहिलो बिउ रोपिएको थियो, जसले भविष्यमा आउने ठूलो आँधीको सङ्केत दिइसकेको थियो। अब कथाको सुरुवात आशाको नयाँ घरमा पहिलो पाइलाबाट हुन्छ। उनको आँखामा कति धेरै सपना थिए, मनमा उत्साह थियो, तर उनलाई के थाहा थियो र उनी एउटा यस्तो मैदानमा प्रवेश गर्दैछिन् जहाँ शक्तिको खेल त पहिलेदेखि नै चलिरहेको थियो। यहाँ दुई फरक सोचाइको सिधै टक्कर देखिन्छ। एकातिर आशा भन्छन्, आमा म तपाईँको घरलाई आफ्नै घर बनाउँछु, जसले उनको समर्पण देखाउँछ। तर अर्कोतिर कमलाको जवाब सुन्नुस् त, यो घरमा नियम छ र त्यो नियम मैले बनाएको हुँ। यसले प्रश्न पार्छ कि यहाँ कसको चल्छ। अब अहिलेसम्मको त्यो नबोलेको तनाव त्यो अब खुल्ला मैदानमा आउँछ। यो आशाको लागि त्यो परिवारमा आफ्नो ठाउँ बनाउने पहिलो र सबैभन्दा ठूलो चुनौती थियो। यो कुनै सामान्य गल्ती थिएन, यो त एउटा जानाजानी गरिएको षड्यन्त्र थियो। आशाको मेहनतलाई बिगारेर सबैको अगाडि उनलाई अपमानित गर्ने एउटा सोची सम्झी चाल थियो। यो उनको आत्मविश्वास तोड्ने पहिलो प्रहार थियो। हो, यही क्षणमा हो आशाको मनमा एउटा कुरा खेल्छ। सुरुको चोट र अपमानको पीडा अब बिस्तारै एउटा सङ्कल्पमा बदलिँदैछ। उनले बुझिसकेकी थिइन्, मलाई फसाइएको हो, तर अब म चुप लाग्दिन। अब यो द्वन्द्व अझै खतरनाक मोडमा पुग्छ। अब कुरा खानामा मात्र सीमित रहेन, अब चाहिँ उनको इमान्दारी र चरित्रमाथि नै औँला उठाइन्छ, जसले उनलाई त्यो घरमा पुरै एक्लो बनाइदिन्छ। अनि ठ्याक्कै त्यही बेला कमलाको त्यो नाटकीय घोषणाले घरको वातावरणै बदलिदिन्छ। मेरो सुनको गहना हरायो। यो घोषणासँगै सबैको शङ्काको नजर कसमाथि जान्छ? सिधै नयाँ दुलही आशामाथि। यो कुनै गलतफहमी थिएन, यो त पुरै योजना थियो। हेर्नुस् त, पहिलो गहना लुकाउने, दोस्रो घरमा भर्खर आएको मान्छेलाई दोष थोपर्ने, अनि तेस्रो आफ्नै छोरीलाई झुटो साक्षी बनाउने। यो सबैको एउटै उद्देश्य थियो, आशालाई चरित्रहीन साबित गरेर घरबाट निकाल्नु। तर अब आशा रोएर बस्ने केटी रहिनन्। यो कथाको सबैभन्दा महत्त्वपूर्ण मोड हो। अब उनी पीडित होइन, आफ्नो सत्यको लागि लड्ने एक अन्वेषक बन्छिन्। कथाले यहाँबाट नयाँ मोड लिन्छ। पहिलो पटक आशाले सासूको आँखामा आँखा जुदाएर भन्छिन्, मलाई झुटो आरोप लगाइएको छ र म यो साबित गरेरै छाड्छु। यो भनाइ मात्रै थिएन, यो त कमलाको सत्तालाई दिएको सिधै चुनौती थियो। अनि अचानक उनको नजर एउटा कुरामा पर्छ, घरको कुनामा लुकाएर राखेको सीसीटीभी क्यामेरा। ल, अब त सत्य बाहिर आउँछ भन्ने आशा जाग्यो उनको मनमा। उनलाई लाग्यो कि अब आफ्नो निर्दोषता प्रमाणित गर्ने एउटा बलियो प्रमाण छ। तर सोच्नुस् त, कस्तो भयो होला जब उनले त्यो प्रमाण देखाइन्, परिवारले उल्टै के भन्यो, यो त बनाएको भिडियो हो। अझ आफ्नै श्रीमानले पनि पत्याएनन्। हो, त्यति बेला उनी साँच्चै एक्लो भइन्। यो नै अन्तिम विश्वासघात थियो। आशाले घर त छोडिन्, तर यो हार थिएन। झुकेर गएकी होइनन् उनी। यो त एक किसिमको रणनीतिक तयारी थियो, युद्धको अर्को अझ शक्तिशाली चरणको लागि। यसले हामीलाई एउटा प्रश्न सोच्न बाध्य बनाउँछ, होइन त? जब तपाईँ एउटा लडाईँ हार्नुहुन्छ तर पुरै युद्ध होइन, तब के हुन्छ? के हार सधैँ अन्त्य नै हो? अब कथाको अन्तिम अध्याय। आशा फर्किन्छन्, तर यसपालि माफी माग्न वा बिन्ती गर्न होइन। यसपालि उनी सत्य स्थापित गर्न र घरको पुरानो नियम नै बदल्न फर्केकी हुन्। आशाको नयाँ शक्तिको स्रोत यही थियो। उनले त्यो घरभित्रको कुरालाई बाहिर समाजको अगाडि ल्याइदिइन्। अब यो लडाईँ बन्द कोठामा होइन, समाजको अगाडि लडिँदै थियो, जहाँ प्रतिष्ठा र इज्जत दाउमा लागेको थियो। अनि त्यही भिडबाट एकजना छिमेकीले कमलालाई भन्छिन्, दिदी अब ढाँटेर काम छैन, सत्य त सबैलाई थाहा भइसक्यो। हो, यही कमलाको शक्ति सक्यो। अब उनी कथाको नियन्त्रक रहिनन्। जब समाजको दबाव बढ्यो, षड्यन्त्रको धागो चुडियो,
अन्तत वास्तविक दोषी नन्द आत्तिन, भाग्न खोजिन् अनि त्यही हडबडाहटमा सबै सत्य खुल्यो र कमलाको पुरै योजना ध्वस्त भयो। अब हेर्नुहोस् त शक्ति कसरी बदलियो। पहिले के थियो? कमलाको एक्लौटी राज, उनको नियम। तर आशाको सङ्घर्षपछि के भयो? सत्य र सम्मानमा टिकेको एउटा सामूहिक जवाफदेहिता। अब शक्ति एकजनाको हातमा रहेन। अन्तमा यो कथाले हामीलाई एउटा गहिरो प्रश्नमा छोडेर जान्छ। परिवारभित्र शक्ति आखिर कमाइन्छ कसरी अनि गुमाइन्छ कसरी? के त्यो डर र नियन्त्रणले कमाइन्छ कि सम्मान, साहस र सत्यले? यो कथाले हामीलाई शक्तिको वास्तविक अर्थबारे सोच्न बाध्य बनाउँछ।